गाइज हामी बेलबारी छोडेर लाग्यौँ है। गाडी चाहिँ रोकिसकेको छ हाम्रो, अलिअलि सामान किन्नु चाहिँ के भइसक्यो। अहिले चाहिँ गाडीलाई पनि भोक लागेको अवस्था गाइज। साथीको मामा लाएर यतिको चाहिँ भारी बोक्नु पर्ने हुन्छ क्या गाइज। यो आँखाले देखेको जति सबै हाम्रो लोकल चाउमिन खाना गाइज। पहिलेको भ्लग हेर्नेहरूले थाहा हुन्छ यो कस्तो थियो पहिला। जहाँ गए पनि पानीपुरी चाहिँ खान छोड्नु हुँदैन ल साथीहरू। नमस्ते, म भाग्यनी पनि आजको ताजा खबर धनकुटाको एकदम रमाइलो भइरहेको छ। हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। आफ्टर लङ टाइम पछि भ्लग बनाउँदैछु अनि आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ। हामी चाहिँ किन भनेको भन्दाखेरि साथीहरू आज चाहिँ हामी दुईजना जाँदैछौँ। कहाँ जाँदैछौँ त बाइ द टाइटल थम्बनेल देखेर पनि थाहा पाइसक्नु भयो तपाईँहरूले। हामी चाहिँ जाँदैछौँ मेरो मामा घर। अनि प्लान चाहिँ अनप्लान हो। अनि मतलब पहिले चाहिँ जाने भन्थ्यौँ तर त्यस्तो गइहाल्छौँ जस्तो थिएन। मतलब प्लान अब अझै भनौँ न त्यो सुन्तला सिजनतिर हो त्यसतिर चाहिँ जानुपर्छ है भनेर प्लान बनाएको थियौँ नि त। अनि अहिले चाहिँ अफ सिजन हो। अफ सिजन भन्नाले सुन्तलाहरू चाहिँ त्यस्तोहरू छैन। अनि गाइज बाहिरको हेर्नु न, बिहानै उठेको नि त हामी, बाहिर चराचुरुङ्गीको आवाज एकदम पिस सुनिरहेको छ। मेरो मम्मी अघि उठिसक्नु भएको छ। अब चाहिँ हामी जाने हो। अनि झोलाहरू चाहिँ यति धेरै छ गाइज, म तपाईँहरूलाई देखाउँछु। अनि हामी चाहिँ कति दिनको लागि जान्छौँ के जान्छौँ अब त्यो चाहिँ उतै गएर थाहा हुन्छ, घुमेर थाहा भइहाल्छ घुमेको देखेर साथीहरू। अनि घुम्न पनि त्यस्तो खत्रै त घुम्दैन मलाई। हामी आफ्नो आफन्तकोतिर जान आँटेको मेन चाहिँ उसको पनि बाजेकोतिर होला सायद, बाजेकोतिर जान आँटेको होला। अनि मेरो पनि बाजे मामालाई जान आँटेको साथीहरू। अनि आउटफिट चाहिँ यस्तो छ। अनि साथीहरू पनि आउँदैछ रेडी भएर। अनि अब चाहिँ रोडमै भेट हुन्छ हाम्रो होला। अब जान्छु साथीहरू। तपाईँहरूलाई झोला देखाउँछ ल कति भएको छ। ल गाइज हेर्नु हाम्रो झोला। हाम्रो भन्नाले यो चाहिँ यति मात्रै मेरो हो। अब उसको झोला अझै बाँकी नै छ। लेट्स गो। गाडी चाहिँ रोकिसकेको छ हाम्रो, अलिअलि सामान किन्नु चाहिँ के भइसक्यो। गाइज हामी बेलबारी छोडेर लाग्यौँ है। भाइ नै गर्नु पाएन। इटहरी आइसक्यौँ गाइज। इटहरी बुढी खोला। हाम्रो झोला झ्याम्टा यो चाहिँ होइन है गाइज। ल गाइज हामी चाहिँ धरान आइसक्यौँ। एक गीत बजिरहेको छ, कपिराइट लाग्छ होला। अब चाहिँ हामी मासतिर लाग्छौँ। अहिले चाहिँ गाडीलाई पनि भोक लागेको अवस्था गाइज। अनि हेर्नु साथीहरू कस्तो क्युट क्युट। मलाई यो ठुलो हेलो किटी मन पर्यो। फाइनली डनकुट्टा गाइज। ल फाइनली हामी आइपुग्यौँ गाइज। वेलकम। भित्र छ अनुहारको प्लास्टिक। फाइनली गाइज आइसक्यौँ। तर हाम्रो हालत, मेरो हालत चाहिँ एकदम फ्रेस छ। तर हल्का निन्द्रा लागिरहेको छ। तर मेरो साथीको के हाल भयो यस्तो, मितिनीको के भयो यस्तो, थोप्रा देखेको छैन। माम माम जाउँ न अब यहाँ राख्नुपर्छ सामान। सो फाइनली आइसक्यौँ आफ्टर लङ टाइम पछि आएको गाइजहरू। अनि माम त घरमै हुन्न रहेछ यार।
सो गाइज फाइनल्ली आइसक्यौँ हामी चाहिँ ऊ चाहिँ हल्का रेस्ट गरिरहेछ तल तर घरमा कोही हुनुहुन्न माम बाजेहरू यहाँ माम र बाजे त कोही हुनुहुन्न त कहाँ जानुहुँदैछ गाइज अब अहिले आउनुहुन्छ होला म तपाईँलाई देखाउँछु ल माम पनि हुनुहुन्न ल गाइज हाम्रो बाजे फाइनली आउँदै हुनुहुन्छ त्यहाँ अघि बाँदर पो थियो त गाइजहरू बाजे आउँदै हुनुहुन्छ अब बाजेलाई बाजे कन्फ्युज हुँदैछ घरमा को आयो भनेर ए गाइज तिमी भेट न सुरुमा ल यहाँ न उठा न तपाईँलाई प्र्याङ्क गर्ने भनेको तपाईँलाई प्र्याङ्क गर्ने भनेको प्र्याङ्क को हो भन्नुहुन्छ उसलाई चिन्नुभयो मेरो मितिनी हो मेरो मितिनी हो उहाँ माथि सिसौली बिसँग उसलाई याद छ अरे लेलेको ओए हेर न के हो यस्तो बौलाई चप्पल गाइस फाइनली गाइस हामी चाहिँ अब यहाँ कोसेली लिएर आएको छौँ अनि यहाँ हुनुहुन्छ हाम्रो माइजू हेलो फ्याफुल्ला अनि के भन्दाखेरि माइजूले हाम्रो यहाँ भिडियो गरिदिनुहुन्छ हाम्रो यहाँनिर माइत आयो भनेर बेइज्जत गरिदिनुहुन्छ बाघ छ है बाघहरू यहाँनिर गाइस अनि यो के हो हेलो मलाई चिन्यो कत्रो भएको सोफी त हेर्छु यहाँ हुसे लागिरहेछ गाइस अक्कबरे खोर्सानी यहाँ टक्क सुकिरहेछ एपो काट चाहिँ यस्तो भइरहेको छ गाइस हाम्रो स्पेसल अर्ग्यानिक खाने आँप ल गाइस हाम्रो हाफ टाइम पछिको स्टार्ट भयो हामी जान्छौँ गाइस हेर्नु फुल वाउ यता त घाम लागिरहेको छ आफ्टर लङ टाइम पछि आयो यता हामी यहाँ गुम्बा आएको गाइस पन्दैछ पुरा थाम पहिलाको भन्दा धेरै चेन्ज भइसकेछ सिडी पनि यहाँबाट अनि हेर्नु त्यहाँ डिटेलिङ कस्तो दामी छ क्या त्यो बुट्टा म काठे गाँठभित्र अरे यस्तो हावा आउँछ दामी म माथि हेर न यता राम्रो आउँछ हेर माथि धुप्पी भएर उही के भएको हो सर्सिने वाउ गाइस यस्तो दामी गुम्बा बन्दैछ नि धनकुटामा हेर त यहाँबाट नि भ्यू देखिने होइन अनि टक्क यस्तो गुम्बा देखिने सब दामी लाग्यो वाउ लाग्यो हेर्नु न इन्ट्री पनि हेर्नु न अस्ति घुम्न गएको जस्तो भाइब्स आएको क्या अस्ति नै उहाँहरू झन् यस्तो कस्तो दामी हेर्नुहोस् साथीहरू यस्तो दामी भनेपछि त भाइरल हुन्छ पिस है गाइस गुम्बा बन्दैछ पहिलेको भ्लग हेर्नेहरूले थाहा हुन्छ यो कस्तो थियो पहिला अनि अहिले कस्तो हुँदै जाँदैन अस्ति त भनेको थिएँ मैले यो न्यू के भन्छ भन्नुभएको छ नामै बिर्सेँ त्यो माथिकोलाई के भन्छ अरे नाम माइजी त उहाँ रहेछ गाइस यो आँखाले देखेको जति सबै हाम्रो गाइस आँखाले देखेको जति सबै हाम्रो मेरो है गाइस सो गाइस फाइनली हामी चाहिँ धनकुटामा छौँ अनि हामी धनकुटा आइसकेर रेस्ट गरिसकेर म त बहुत फ्रेस पनि भइसक्यो गाइस सुरुमा खाना खाइसकेर
अनि रेस्ट गरेर अनि त्यहाँदेखि हामी उठ्यौँ आउने बित्तिकै माइजूले माम खानु भन्नुभयो अनि हामीले पर्खिरहनु भएको रहेछ अनि हामीले माम खायौँ अनि माम खाएपछि सुतेर तर्साउनु म भुइँचा लायो भनेर उसको तर्साएको अनि हाम्रो आउटफिट हेर्नु गाइज सेम बट डिफरेन्ट नो मनी नो हनी सो हामी चाहिँ अब त हामी त फेरि कहाँ आउँछ र घुमेर बालापनको हाम्रो भर्खर बालापन हुँदैछ क्या अनि आउँछ 20 क्रस भएर 20 क्रस भइसक्यौँ हामी गाइज र पनि हाम्रो क्रिकेट पनि छ हाम्रो अर्ग्यानिक तपाईँहरूको कस्तो हुन्छ होइन को खेल्नुभयो पहिला रिमा भ्लगबाट हेरेर त्यो आऊ यता यता जाउँ यहाँ आऊ न फुल हेर न फुल कसको मामा घरमा यस्तो दामी दामी लिली छ हैन लिली हेर कस्तो सेम छ राम्रो हेर न तर मिनी भर्जनको नि अनि यहाँ मनी 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 हेलो माइजूको भारी पुग्दैछ गाइज हाम्रो माइजू अल राउन्ड हो 24 आवरमा भन्दैन माइजूको तारिफ हान्नु न एक दुईवटा माइजू खतरा दिया पनि अगाडि हुन्छ दामी म इम्प्रेस हुन्छु अरे बिहानदेखिको भन न ड्युटी जे कुरा पनि अगाडि हुन्छ नि त नि मजाले जे बोल्नुमा काम गर्नुमा सबैमा हामी पनि माइजू इन्स्पायर भयो है गाइज म त इन्स्पायर भइसकेँ गाइज माइजूले हामीलाई इन्स्पायर गर्नको लागि हामीलाई पनि अब हल्का माइजूले सब भ्याउनुहुन्छ सब नानी छ 2टा छोरा माइजूको हामीले तारिफ गर्दैछौँ गाइज आऊ जाउँ यहाँ यता आऊ ल साथीको मामा लाएर यतिको चाहिँ भारी बोक्नु पर्ने हुन्छ क्या गाइज ल गाइज हेर्नुहोस् यहाँनिर मितिनीले अब लु छिटो ठेलिदिनु एकचोटि बोक न कस्तो देख्छ अरे झारेर बोक न तामा न एकचोटि कति भारी छ माइजूलाई त म 10 मा 10 दिन्छु 10 मा 100 दिन्छु फेरि अर्काको बारीको घाँस लगेको होइन नि फेरि हाम्रै बारीको घाँस लगेको यो हाम्रै बारीको घाँस लगेको आइज फेरि फेरि अर्काको बारीको घाँस चोरेर लग्यो भन्छ फेरि तपाईँहरूले फेरि नसोच्नु नि त्यस्तो फेरि हामी रिच किड ओइ रिच किड हामी हेर्नु साथीहरू मनी मनी सोफी आऊ आऊ हिँड अगाडि अगाडि अम्मै यो सोफीले त यो त कस्तो मुटु नै चिउ गरेर आउँछ ल अब मितिनीले लास्टमा कुन भारी बोक्नु भयो हेर्नुहोस् गाइज सो गाइज मम्मी तिमीलाई मैले भारी बोकाइदिइरहेको छु यहाँनिर म चाहिँ भ्लग बनाउँछु ओइ पछि मेमोरिज पो हुन्छ त यस्तो गरेको थियो उस्तो गरेको थियो भनेर म त आइराखेको हुन्छु तिमी त अब आउँदैन नि तिमीलाई मैले भारी उसलाई ट्रेनिङ दिएको थिएँ ट्रेनिङ गाइड कस्तो लाग्दैछ तिमीलाई सिटी भन्दाखेरि त मलाई त यस्तै मनपर्छ सिटीमा बेसी सिटी भनेर मन खोजेको झ्याङ झ्याङ झुङझुङ हुन त यहाँ पनि गाडी अघि देख्नु पनि साथीहरू घर अगाडिबाट गाडी गुटुङ टुङ छ के सिटी भन्नु यो एरिया मात्रै एक्सट्रिम अनि अब चाहिँ हामी जाँदैछौँ बाटो यस्तो छ चिप्लो अनि हामी चाहिँ घाँस पालै पालो लोड गरेर लाँदैछौँ पहिला साथीहरू मैले भ्लग तपाईँहरू देख्नुहुन्छ होइन मैले यहाँबाट भारी बोकेर लगेको यस्तो ओह्रालोमा हेर न फेरि वाउ हेर ओ माई गड कस्तो ब्युटिफुल देखेको हेर त सिनेमेटिकमा झन् राम्रो आउने कुन
ए यस्तो वाला पहिला कति हामी त्यो भाइ आइसकेछ गाइस हेलो आएन रिमा भन न रिमा त आएन म एक्लै आएको आयो रिमा त नि रिमा आएन हेलो हेन्चीहरू आमा ल यहाँ हेलो भनिहाल त भ्लगमा यो फेरि चोर हो क्या गाइस मेसी हो नि हौ हामी त हेर न यार लजाको आमामामा हेन्समहरू मेसीहरू आयो बेस्टीले राखो यहाँ ढोक्ने दिदीहरूलाई को चिन्नुहुन्छ यो पोलिस्टारबाट सरेर कुनमा अरे गोल्ड स्टारमा गएको हो यो दिपमा सरेको छ अनि दिपमा गएर एकदम धेरै धेरै राम्रो भइरहेको छ पढाइहरू हो नि तिमीलाई कस्तो भइरहेछ भागो हेलो सोनु हेलो भन न मम्मी अब हामी च्यालेन्ज खेल्नुपर्छ ल दामी र यस्तो जुत्ता लभर भएपछि हेलो माम नमस्ते फ्यापुला खै मामले हेर्नु यहाँ के ल्याइदिनु भएछ हामीलाई हेर्नु बजार गएर आउनुभएको माम अघि कहाँ हुनुहुन्थ्यो भन्दा अरे बिहिबारे हटिया सब्जी गरेर आउनु भएछ गाइज हेलो अब चाहिँ हामी खाजा खानु गजाने आज चट्टा लाएर भाइको गोजीमा छ पैसा छ नि गोजी पर्दैन भयो त्यो 1 लाख रुपियाँ धेरै हुन्छ भयो अहिले यस्तो झुन्डिन्छ 1 लाख रुपियाँ त्यतिले खाइसकिँदैन यहाँ हेर्नु कोला त यहाँ पनि रहेछ ऊ तर यहाँ कर्के हुन्छ हेर्दैख्यौ लेट्स गो ल गाइजहरू धमाधम गइसक्यो हामी चाहिँ यता तलको बाटो जाने भनेको क्या यहाँ न घिउडी होला सायद यो गाइज हाई गाइज बल्ल घुमेको जस्तो मलाई फिल आइरहेछ यार अनुहार पनि ग्लोइङ आइरहेछ गाइज होइन लिप ग्लस लगायो भने कति धेरै ग्लो आउँछ क्या अनुहारमा होइन कति राम्रो सो गाइज हामी चाहिँ पानीपुरी चटपटी खानाको चट्टा लगाएर हामीलाई भाइ ल्यायो यहाँ बेस्टी हामी तिनजना बेस्टी हो अब अर्को भाइ त ठुलो भएछ हो नि रमाइलो भइरहेछ अर्को भाइ त के के अरे चटपटे र पानीपुरी अर्डर गरेर गएको अरे तर कहाँ गयो कुन दोकानमा हो खुसी अरे खुसी ल यो हो हाम्रो अड्डा एरिया गाइस एरिया खुसीलाई बोलाउ न हेलो खुसी हेलो हामी प्याज खाना दिएको नि स्पेसल गाइजहरू यहाँ हेर्नुहोस् धरान अरे धनको हिले जाने बाटोमा है यहाँनिर निमा गार्डन म खाएँ आर गार्डन जापान नजाने हामी साइनारा ओहाइगो गोजाइमास सेन्ची यहाँ हुँदो रहेछ हौ हाम्रो सेन्ची हाम्रो ह्यान्डसम सेन्ची हामीलाई पढाउनु अरे जापान लाने अरे जहाँ गए पनि पानीपुरी चाहिँ खान छोड्नु हुँदैन ल साथीहरू हेर्नुहोस् भ्यू के अरे हाम्रो टिम है मेम्बरमा ओ हाम्रो टिममा के अरे जोइन भएको छ हाम्रो ब्रोडकास्टमा ए च्यालेन्ज खेलौँ ल हामी चाहिँ अहिले पोइजन गेम खेल्ने तिमीले यसरी छुने अनि त्यहाँदेखि उसले पनि छुन्छ
उता हेरेको हुन्छ नि फोनमा हुन्छ नि के गरेको भनेर माइ गड यिनीहरू कुना काप्चीतिर पानी हालिदेऊ न अलिक मजाले मलाई त पानी यो हेर है पैजान हो उसले भनेको नो पर्दा उल्टा जाने हो कि होइन हो भन अबे अनि न भनेको कहाँ उसले चाहिँ तिमीले चुज गरेर न भनेको के भाउ जिम्बाई तिमी ढलिसक्यौ यो सेप तिम्रो टर्न छ न खाऊ यो सेप तिमीलाई जित्नै नदिने हो कस्तो चाहिँ बाँकी हो सर्भाइभ गर्यो भने मेरो तिमीले देखाएको त्यो जुन छ पोइजन त्यो हामीले चुज गरेको खाने नि मलाई जहाँसम्म लाग्छ यो होला हौ सेप के यो होला अरे यो होला अरे सेप जो सलाम लिएर आऊ उसको पनि सेप खाएर तँ खाएर तँ आयो भाइ आयो हामी लडो सोनामलाई देखाउ न सोनामको भाइ चिन्टु पछ्याउँदै आउँदैछ देखाऊ पानीपुरी तिम्रो देखाऊ पानीपुरी देखाउ न खै झोलले लिएको झोलले ल्याऊ न आएछ तिनीहरू हेरेर देखाइदेऊ न डनहरूलाई पर्खिँदा पर्खिँदा अब यिनीहरूको लागि सकिसक्यो सकिसक्यो भाइ चल्देऊ न त्यो छिटो तिमीले खाऊ न सेप हो कि पोइजन हो लु भर्खर आउँदै हुन्छ यहाँ कोही कोही चाहिँ लु झन्डा देखेर नभन्नु गाइस यो नहुन पनि सक्छ अर्कै हो भन्दा चाहिँ ऊ अर्कै हो भनेको के त अर्जिनल पनि सक्छु ऊ नहुन पनि सक्छ के त मेसी मेसी वाउ दामी छ चिल पारामा हेर न यसरी खानुपर्छ क्या पाहाडमा यसरी बसेर खाने हेर न भ्यू कस्तो छ हेर मजाले ए वेट गर्दैछ नखानु त त्यो छैन यो खाइदेऊ कस्तो आएको छ राम्रै आएको छ राम्रो आएको छ जस्तो लाग्यो अलिक घाम उहाँ घाम रहेछ यता इन्जोय गर्दैछु लोकल चाउमिन खाना दिन्छौँ गाइस देखाउन सक्नुहुन्छ कस्तो छ भनेर टेस्ट गरेर देखाउँछु न मान्छेहरूले हेरिरहेको छन् यम्मी वाउ गाइस हेर्नु चटपटीहरू कस्तो दामी देखिरहेछ ल जमाउ यहाँ खानुपर्छ हामी भ्यू हेर्दै खानुपर्छ क्या उता भ्यू हेर्दै क्या यो हाम्रो ड्रेस कुन कोट भन्दै हुन्छ यहाँनिर दाइले अब चटपटे पनि दामी पानीपुरी पनि दामी त्यस्तो नमिठो छैन माम त खाने हो जसरी भए पनि आज हामीले भात एक ठाउँ खाऊ गाइस हाम्रो यो घुम्न आएको अनि प्लस हामी रमाइलो गर्नुको रिजन चाहिँ के हो भन्दाखेरि पछिसम्म मेमोरी हुन्छ भनेर बुकी फुल है गाइस हाम्रो अर्गानी बुकी फुल सिरैमा गाउँ न हौ मायालाई सुहाउने रात टिकीमा रमाइलो भइरहेको छ गाइस हामीलाई हैन यहाँ गाइस मेरो नेक्स्ट बधाई हेलो गर्दिन न आउनु न आउनु यहाँ भाँडाकुटी देखाउनु त हामीलाई ऊ को हो ऊ अनि म को हो ए मैले फुपू भन्नु लागेन न उसले होइन अर्को नाम के हो मेरो कति क्युट अनि ऊ आङ्गी भन न ओइ हाम्रो भाषामा तर आङ्गी भनेको त माइजू भन्थ्यौँ त हामी त
ल अब हामीलाई सबै हजुर फोनमा फोन गर्नुहोस् न ल अब हामीलाई खेलाउन खाना पकाएर दिनुहोस् ल हस् ए अर्को नेक्स्ट कुसुम आउनु खेल्नु बस्नु दिनु वा हेर्न कति रमाइलो देखियो नि अब चाहिँ कति राम्रो रमाइलो देखियो हेर न सबै बच्चाहरू भएर आऊ बस यहाँ अब हामी भाँडाकुटी खेल्ने हो हामी जङ्क फुड खान आऊ ल गाइस हामी चाहिँ यो चाहिँ हाम्रो खाप्से भन्छ यसलाई होइन लोसारमा चाहिँ बनाउनुहुन्छ अनि यहाँनिर भाउजूकोमा हामी हेर न यहाँ हामी पाहुना हामी जे पनि टेस्ट गर्ने हो मन पर्यो निमाले पहिला ल्याउँछ है र कार्टुनमा यति कार्टुन ल्याउँथ्यो अनि म खान्थेँ यति कहिले ल्याउँथ्यो ए काठमाडौँबाट पठाइदिनु हुन्थ्यो आऊ न एकचोटि कस्तो राम्रो हेर न जाउँ न हामी बहिनी सबैजना खेल्न सबैजना ल गाइस हाम्रो यहाँनिर हाम्रो यहाँ फुटबल म्याच हुँदैछ गाइस भन न हाई गाइस भन न हाई गाइस वेलकम भन न लभ यु भन्दियो त्यस्तो माया गरौँ न यता ये छिटो लाउ खेल्नु जाउँ हामी टिमै तिनजना तिमी यहाँ बस है ल हामी बोल लिएर आउँछु गाइस बब्बा रमाइलो भइरहेको छ हाम्रो टाइम पास के हो रमाइलो भइरहेको छ आउ न यहाँ अलिक सिरियस गफ क्या अब चाहिँ यो पाल प्रोज गरेर जितेन भने त म वर्ल्ड कप हेर्दिनँ
यो पाल प्रोज गरेर जितेन भने त म वर्ल्ड कपै हेर्दिनँ नमस्ते म भाग्यनी पनि आजको ताजा खबर धनकुटाको एकदम रमाइलो भइरहेको छ आजको थम्बनेलको लागि फोटो चाहिँ छैन Bye bye. Thank you so much for watching. Don't forget to like, comment, subscribe. Bye. 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 Bond गर्न